भनेर त्यही भएर आज चाहिँ स्वेट हो केही। त्यही भएर बजारमा गाउँले जीवन यस्तै चलिरहेको छ। बजार गयो होइन, बजारमा चाहिँ अब कस्तो हुन्छ भनेपछि कहाँदेखि आयो के आयो ल चाउने 1 लिटर तेल दिनुहोस् भ्याट्टाइ। हामी चाहिँ यस्तरी दुःख गरी त्यो अब स्टक सकिन्छ भनेर टोरी छरेर स्टक राखेका छौँ होइन। स्टक राख्या भन्दा पनि स्टक बनाउनलाई त्यो चाहिँ गरिरह, त्यो चाहिँ चैत वैशाखतिरसम्म भइहाल्छ। अहिले चाहिँ पौष महिनामा यस्तो छ। अनि बजारमा आलु छ, प्याज उहाँहरूको भर्खर भइरहेछ, त्यही भएर हामी रुचिसक्यौँ। अनि हामी चाहिँ अब यो आलु भइसक्यो, उहाँले आलुमा भर्खरै के औषधी छरिराख्नु भएको छ होइन। अनि यस्तो छ, मेरो मात्रै छैन कि यहाँहरूको पनि छ धेरै, त्यहाँ तन्ने छ। त्यही भएर फुफू हो कि नै, हेलो, उहाँको आलुमा औषधी छरिराख्नु भएको। अब के गर्नु, सुड्डा उता बजार कमाउँछन्, सुड्डी चाहिँ यता तरकारी पुरै हो, टन्नै भयो, पुरै छन् क्या। कस्तो बाटो छन् भने पुरै छन्। त्यही भएर अर्काको कुरा नगरौँ या आफ्नै कुरा गरौँ। हाम्रो गोबी बल्ल बल्ल खाने भइरहेछ जेन तेन। त्यही भएर यति हो कुरोकानी चाहिँ।